दुखेपछि घन्टा दिनभरि बसेको आँखा राम्रो छ हेरेर छैन है होइन आँखा त हात्तीको आँखा यस्तो हुँदो रहेछ सानो हुँदो रहेछ हामीले चाहिँ नदेख्ने त्यही भएर यो हात्तीको आँखा सानो भएर यसले हरेक कुराहरू ठुलो देख्छ होइन ठुलो देख्ने भएर अनि डराउने हो नि त यस्तो मान्छे देख्छ हामी देख्छ हामीले हात्ती देख्दा हामी डराएर ऊ पनि हामीलाई डराइरहेको यो जिपिएसले काम गरेर छैन क्या हो यिनीहरू यो घाँटीमा लगाएर जिपिएसले काम गर्दैन के भयो ट्र्याकर होइन त्यो ऊ मात्रै हो नि त्यो ट्र्याकर होइन त्यो चिन्न होला त्यो घाँटीमा लगाएदेखि हात्तीको नम्बर जिपिएस हुन्छ जिपिएसै हुनुपर्ने कि त हात्तीको नम्बर हो हात्तीको नम्बरहरू होला यो हात्ती भनेर नामकरण गर्यो न जिपिएस भयो त आएर लिँदा नि जिपिएस हुन्छ है जिपिएस भयो त आएर लिँदा नि पनि त उहाँको मान्छेले मान्छे त उनीहरूले उहाँको उसले निकुञ्ज आएर लिँदा नि पनि त निकुञ्जकै मान्छे हो नि त त्यही भएर त उपचार गर्न होइन उहाँ त चितवनको होइन त्यही त यो एउटै पर्छ हात्ती यहाँ गएर त्यहाँ भन्ने हुन्छ होइन अब अहिले उता हामीले उतापट्टि चितवन लग्नु मिल्दैन भने जस्तो कुरा गर्नु भएको थियो कि कसरी लानु यो अन्त्यको हात्ती होइन हाम्रो हात्ती भएर लग्थ्यो भने जस्तो कुरा भएको थियो नि होला पर्साको मैले भने यो बिहोस गरेर एउटा गाई ल्याएर लगिदियो हुन्थ्यो कि हामीलाई नि आनन्द हुन्थ्यो यति लमन जङ्गलतिर बसे त हामीलाई टेन्सन भएन गाउँ छिर्छ राति राति के गर्नु यहाँबाट कति गाउँ चाहिँ छैन नजिकै छैन यहीँ नजिक 2 बजी आउँछ बेलुका यसले चाहिँ केही नगरेर गर्न सक्दैन अरू आयो भने पो समस्या हो हामीले अस्ति 3 टाल धेरै चाडा खा कि नाको चाहिँ लगाएर अरू बेला भयो मतलब भएन 2 बजे 1 बजे छिर्छ गाउँ अब निन्द्रा डिस्टर्ब गरेर सुत्नु कि त्यसलाई हात्ती लखाटेर बस्नु कि कराउँछ है सानो बच्चा होला भने ठुलो रहेछ नि त यो अरूभन्दा नि कसरी पल्क्यो भन्दाखेरि उहाँ मासतिर गयो मासतिर गएर जुन कड बनाएर जाँड बनाएर कड हुन्छ नि कड खाएर पल्कायो उता कड खाने उ गर्ने बानी अनि त्यहाँबाट यो यतै यतै खायो नि यो कट भाटमा पुग्नै सकेको छैन अहिले एक दिन मकैभित्र पस्यो अनि त्यसलाई निकाल्दियो यसलाई अनि बजारतिर कड खाएको कल अर्कै छुट्यो यो ल्याङ्गाडा होइन त्यही त यसलाई उभिनलाई गाह्रो भएर यो त्यहाँ 250 ल्याएर बस्छ गणेशको त आदि भाग हो होइन त्यसले न त्यो रुखलाई धेरै प्रेस नदिइकन अड्डेर बसिरहेको त्यही झऱ्यो भने त फेरि उसलाई नि गाह्रो छ नि त त्यो दुखाइ सहेको पनि हो क्या त्यसरी कस्तो भएको छ है त्यसको तलकै ठुलो यस्तो यो फिलाको छ कि सुन्नेको त तल त नजिकै इन्जेक्सनको भातले चाहिँ त्यो फुट्ला जस्तो लाग्दैन यो खुट्टा सुन्ने है यसको अब हेर्नु न त्यस्तो भएको छ यो खुट्टा भनेर त्यो अनि सब एन्टिबायोटिक हो मुख गरे पुरै गरे होइन गाह्रो भएर तिर्खा लागेमा डुमिजोर जान्छ नि यो पानी हेर्नु त गाह्रो भएर हेर्नु भाइ
पैसा आरामले बस्यो त अहिले गरेर बस्यो पुच्छाले एकचोटि लाग्यो फेरि रगत जम निकाल्दा हुन्छ नि पुच्छा त्यस्तो कडा हुन्छ यसको फेरि मास्टरभेसन गर्नु पऱ्यो भने कसरी गर्छ मास्टरभेसन गर्नु पऱ्यो भने ओइ भाइ यसलाई मास्टरभेसन गर्नु पऱ्यो भने चाहिँ कसरी गर्छ हल्लाउनु पऱ्यो भने छोल्नु पऱ्यो भने चाहिँ कसरी गर्छ भने क्या यसले हान्न त हान्छ होइन मतलब छोल्ने मन आयो भने छोल्न मन मान्छे बनाउनु कस्तो जनावरलाई चाहिँ मुला हुँदैन बाँदरले मुला रुखमा बसेर हल्लाएको देखायो होइन त्यो त बाँदर सम्झाउनु न के गर्छ होला नि सुर निउडाएर मुली अनि हात्ती नै बस्दैन कि कहिले नि प्रायः त्यो पानी खेल्ने पानीमा बस्यो भने मात्र छुट्यो होइन नहुने बेला नत्र उभिएर केही निउरेर मैले यो सोचिरहेको छु कि त्यसको सुट पनि ठुलो छ होइन बसेस धेरै उठ्न सक्दैन नि त वेट धेरै हुन्छ 12 क्विन्टल 12 टनको होला यो बसेर च्याप्नु तर यो प्रायः हतपत देख्न पाइँदैन नि हात्तीको यो लक्कड यसले प्रायः लुका यसले लुका हुन्छ नि कहिले निकाल मतलब हतपत निकाल्दैन कि यसलाई निकालेको सुई लाएर यसलाई आकर्षित भएर उ गर्न मन लाएर मात्र निकाल्यो यो होइन नत्र हतपत निकाल्दैन छक्क बरालै हात्ती दुईवटा सुरु हुन्छ कुन बाजे भन्दाखेरि उ त्यो बाजे अघि त्यहाँ थिएँ मैले त्यसको सोडे अड्केको रुखमा थोरै फकुलाई भने होली मनाउनु लक्करको पाल पनि देख्यो मुत्ने थिङबाट हो नि त्यही भइहाल्छ नि त्यसको केटा उ त्यो माथिको टाँसेको खुट्टा त्यो लक्कडसँग माथिको टाँसे आयो नि त्यही हो
किन छोडायो त अनि बडा छे घाँटी मोडे मोडे गऱ्यो भने यिनीहरू घुमे सबजना रातो लुगा लगाएर आउँछन् रातो लुगा लगाएर नआउनु भने ए होलीमा रातो बुने चोली लगाएर आउँछौँ मुला पुरै हेर्नुहोस् दसैँ अनलाइन भयो नि त्यहाँ चोली सोली मुला भएको गहना छड्के तिलहरू सबै लगाएर बेम होला नि त नि होइन बेच राख दसैँ छ अरे क्या आज टिका अरे आज चैते दसैँ आज 1 गते हो न थाहा छैन तपाईँलाई 29 गते जहाँ थियो गते भोलि 1 गते होली हाम्रो हाम्रो रे तराई होली अनि हाम्रो होली हामी मधेसी तराई हामी हाम्रो त पर्सि हो पछि बोर्डिङ बोर्डिङ त हिजो हो नि उडे जस्तो स्वास्थ्य कर्मीहरू हात्तीको उपचार गरिरहन् तर हात्तीलाई बुझेर फल्टाइदिन्छ होला है पल्टाउँछ नि गोडाले अलि सकिराखेन र नत्र पल्टाइदिन्छ मम्मी ब्याग सक्यो भने त यही डोजर ल्याएर ल्याउँछ त नि यो मुला पनि फेरि त्यो नम्बर गर्दा अनि यो मुला सक्ने भयो यो अनि अलि यहाँ हुन्थ्यो त त्यही त म त्यही कुरा उडाउनु सक्ने के गरी यो जाँगरक्क आएर खुट्टामा जोसले हाल्यो भने पत्ता नै पर्दैन थियो डोजर पर्दैन गर्छ गर्नु एकचोटि म भन्छ त्यहाँ गएर झुन्डिने मुनि गएर तर यसको ब्याग खायो नि यो पछाडिको डोजरको यो चाहिँ कुचिन्छ पूर्णिकै भोलि गोठाले के जाने यसको खुट्टेको 1 कुन्टलभन्दा बेसी हुन्छ अनि मानव अब के गरी एक खाना कुचिन्छ नि पछाडि सर्छ चाहिँ सर्ता अलिकति कुचिँदैन खानेपछि इन्जिनै 1 बिग्रिन्छ कुन्टलको हुन्छ कि यसको खुट्टे मुला 100 केजी भन्दा बेसी हात्ती नै 12 टनको हुन्छ भनेपछि 4 कुन्टल 100 केजीमा 1 टन हुन्छ भनेपछि 100 टनमा 1 कुन्टल होइन कुन्टलमा 100 कुन्टलमा 1 टन हुन्छ त्यो 12 टनको हो अनि भन्ने नि सिधै 12,000 केजी हुन्छ भनेर सुइत्रो छ जिउ यत्रो ठुलो कहाँ घुस्छ त पुच्छरले हाल्दा सुईको टोपो यता उडे ड्राइभर डुकडुक भएर डर लागेर क्या वान स्टिम पनि काम छ दसैँ रे आज भाइ ए यहाँ
प्रचार सक्सेसफुल भयो आजको हाम्रो मान्छे हाकिमहरू हात्ती हात्ती घुरेको हो मान्छे निक्ल्नु त बाहिर छोडिदिनु रिकभरीको दबाई लगाइसकेको कराउँछ कि भनेको हात्ती एकचोटि कराउँदै कराउँदैन